ladies and gentlemen, welcome back to my video of thumbnail again with हाम्रो रोनिस सिंगल भर्जिन भाइ। रोनिस भाइ, तिम्रो लागि एउटा क्वेसन छ। तिमीलाई हैन जिन्दगीभर एउटा मात्रै गाडी चलाउनु पर्यो भने कुन गाडी चलाउँछौ? अब यो लाइक कुन सेन्समा क्वेसन सोध्नु हो त? गाडी भनेपछि गाडी भयो नि भाइ। तिमी फेरि जे पनि यो मान्छे सिधा साधा मान्छेहरू, यो सिधा साधा मान्छे अनुहार हेर यस्तो। मलाई थाहा छ गाडी भनिरहेको छु नि, गाडी कुन गाडी चलाउँछौ? जिन्दगीभरको लागि एउटा मात्रै, जहाँ जानलाई पनि त्यही गाडी स्विचै गर्न पाउँदैन तिमीले। स्विचै गर्न पाउँदैन। फर एभ्री ओकेजन यु हेभ टु ड्राइभ द्याट सिंगल कार। BMW को M सिरिज। एम कुन? M2? M4? M4 को कुन? M4 कुन M4 भनेको चाहिँ कस्तो कुन? M1 3टा 4वटा भेरिएन्ट छन् नि। M4 टप मोडल, M4 बेस मोडल, मिड मोडल। त मेरो उयो भयो M4 टप मोडल। ठिक छ, गुड गुड। अब ब्याक क्यामेरा गरौँ। हुन्छ। हामी चाहिँ यो थमेलमा छौँ। एउटामा के अरे कन्टेन्टहरू केही छैन क्या, अनि त्यही भएर मलाई कसैले भन्छ जे मन लाग्छ त्यही सुट गर भनेको थियो कि। मैले त जे गरेर आउँछस् त्यही सुट गर, जहिले हुन्छस् जहाँ हुन्छस् नि त्यही सुट गर, त्यही नै खतरा हो। अनि त्यही नै पोस्ट गर्दै त्यहीबाट भ्युवर्सहरू आउँछन्। क्वान्टिटी सुट गर, क्वालिटी पछि बढाउने हो भनेर भनेको थियो होइन। सो त्यही गरिरहेको छु मैले। आइएम कम्प्लिटली फोकस्ड अन क्वान्टिटी राइट नाउ। अनि यो पछि चाहिँ क्वालिटी पनि इम्प्रुभ हुन्छ कि मैले आफ्नो स्किल्सहरू पनि बढाइरहेको छु। एज यु क्यान सी मसँग हाम्रो आफ्नो प्राइभेट के अरे एडिटर पनि छ, भिडियो एडिटर। यो मैले रोनिस भाइलाई आफ्नो भिडियो एडिटर राखेको छु, अनि रोनिस भाइले मलाई उल्टै पैसा दिन्छ फेरि। त्यति गन्दा भिडियो एडिटिङ छ रोनिस भाइ। स्किल्स सो ब्याड हि पे मी। आजभोलि एकदमै भिड कम छ क्या। यो थमेलको भिड कम भएको भएर वी क्यान गेस इकोनोमी कति डाउन छ भनेर। किनकि मान्छेहरूसँग खर्च गर्नलाई पैसा छैन, अनि मान्छेहरू आउँदैनन् क्या पैसा खर्च गर्नलाई। बजारतिर घुम्ने, मार्केटमा जाने, क्लब स्लब गर्ने गर्दैनन्। त्यही भएर देयर इज सो लाइक लेस पिपल्स। यु विल गेट टु सी सो लेस क्राउड इन थमेल एरिया। अनि हामी चाहिँ आजभोलि डे टु डे यही बाटो हिँड्छौँ। धेरै दिन भएको थियो होइन हाम्रो यो मिस आउट भएको। हामी यहाँ धेरै बाटो भएको थियो, हामी यहाँ हिँडेको थिएनौँ। अनि आजभोलि चाहिँ हिँडिरहेको हुन्छौँ। के हो हुन्छ, तिमीलाई के भन्नु छ? तिमीलाई के भन्नु छ? कि हामी उफाएर खिच्छौँ होइन, सिनेमेटिक खिच्छौँ। त्यसले राम्रो लाग्यो कि मलाई भिडियो। के अरे के क्वेसन सोधेको भाइ तिमीले? चब्बी एन्ड योर तिम्रो? देयर इज अलट टु फिल, देयर इज अलट टु फिल इन चब्बी गर्ल। कुछ ना कुछ तो आना चाहिए ना। आते हुए तो कुछ आना चाहिए। पर्सनल नहुन भाइ फेरि। तिमी भन, तिमी चब्बी कि स्किनी? चब्बी कि स्किनी? अनि तिमीले भन, अनि म भन्छु भने होइन। तिमी भन, तिमीले जसले गरे पनि चब्बी कि स्किनी? लाइक बी स्पेसिफिक। कस्तो हो ठिक्क भने? कति केजी? हाइट एन्ड वेट भन। 5 के? अनि अहिलेसम्म तिमीले गरेकोमा कस्तो थियो बडी? केही पनि थिएन भन्नाले? बी स्पेसिफिक, बी एक्ज्याक्ट। कस्तो थियो? ए भन्नाले बी स्पेसिफिक भन्नाले तिमी भर्जिन हो भन्न खोज्यो? म भर्जिन हो भनेको 4-5 वर्षमा बडी चबी थियो भन्न खोज्नुभएको तपाईँले? यो कुन गाडी हो? L0 हो यो? डिपल L07 हो यो? L0 जस्तो लागेको। L0 नै हो यो। जिप लाउनु दिउँ पहिला, अनि जाउँला हामी। हुन्छ जानु।
यहाँ डिपल L07 भनिरहेको छ है आजकल धेरै देखिन्छ यार यो L07 नै हो as you can see L07 नै हो आजकल चाहिँ L07 देखिन्छ प्रायः जस्तो बाटोमा देखिरहेको हुन्छ गाडी नै स्याउन नदिनुपर्ने यो बाटोमा यारमा जाम गरिदिन्छ नि यार ठिक छ तर पनि अन्त किन हेरेको मान्छेले मलाई त्यसरी हो हामी हिजो निस्केको यो रोड हो रोनिस भाइ बुझ्यौ त्यहाँ उता तल गएर माथि आएको नि यो रोडमा के भन्नु छैन चाहिँदैन चाहिँदैन क्या भाइ डु मी अ फेभर त्यो कम्प्लिमेन्ट तिमी नै राख मलाई फेरि आफ्नो त सानो मान्छेसँग कम्प्लिमेन्ट दिन खासै इन्ट्रेस्ट लाग्दैन क्या यार ठुलो मान्छेको उर्वस हुन्छ त्यो सानो मान्छेको खासै वास्ता लाग्दैन क्या त्यही भएर तिमी नै राख न त्यो तिमीलाई त्यसको सख्त जरुरत छ बुझ्यौ लास्ट चाहिँ भिडभाड छ है के अरे आज चाहिँ होइन हिजो यो खाली खाली थियो रोड आज यो भिडभाड छ रोड हिजो कहाँ भिडभाड थियो माया जे पाइँदैन बोल्नु न म बुझ्दिनँ तिम्रो सायद त्यो कुरा जे जस्तो घुमाएर बोल्छ जे हामी त्यो त खुल्ला हुन्छ भाइ खुल्ला खुल्ला जमाना के म त यतिको भन्ने भाइ के भयो तिमीले के बुझिरहेको छौ के बुझाउनु खोजिरहेको छौ मलाई केही थाहै छैन तिम्रो म त जोन आउट छु भाइ तिम्रो काममा खासै ध्यान त दिन्न यसै पनि जोन आउट छ क्या अगाडि आइरहेछ तर यो के अरे लाइटहरू हुन्छ रिफ्लेक्ट भएर टाढाको केही पनि खिच्न मिल्दैन जोन आउट हुने मान्छेहरू देख्यो उता साइडमा पारी तिनीको रनिङ गरेर त यहाँ आइसक्यो यस्तो बिजी के रनिङ गरेर मन लगाएर बच्चाको जानिदिन्छ भने अहिले पनि थाहा हुन्छ जोन आउट हुने चिज देखेनौ आजको वाइ छ नि त्यहाँ हेर जोन आउट हुने चिज I just had to let you know you're